गाइज हामी जब भैरव जान लाग्छौँ भैरवमा गएर हामी आश्रम जान्छौँ अहिले त्यसो कता कता लानुहुन्छ त्यस्तो जान्छौँ ल गाइज हामी चाहिँ रेनकोट के अरे भैरव जान लाग्यो रेनकोटै नबोकिकन आएर छौँ अनि फेरि हामी अब भैरव पानी पर्दा पर्दै अब हामी जाँदैछौँ भैरव पानी पर्न लाग्छ यहाँ त क्रिकेट ग्राउन्ड पानी हावा किस्म अहिले गाइज पिपलको बोटोमा कुन साप रहेछ किस्मलाई धामी साप माथि चढो आमा म पनि चढ्न सक्दिनँ होला यार यसरी यार ओशो आश्रम भैरवको लाइब्रेरी प्रणाम स्वामीजी हाम्रो यो भैरवको आश्रम कहाँ कुन उमा छ लोकेसनहरू अनि यहाँको के ध्यान विधिहरू हुन्छ त्यो अलिकति एक्सप्लेन गर्नु न प्रणाम स्वामीजी मेरो नाम चाहिँ स्वामी ध्यान सत्यार्थी म चाहिँ यो भैरव आश्रमबाट हाम्रो भैरव आश्रम भन्नाले हाम्रो आश्रम चाहिँ बुद्ध चौकदेखि अलिकति भित्र 50 मिटर जति भित्र ब्ल्याक फरेस्टको बाट भित्र छिर्नुपर्छ यहाँ आउनुहोस् आनन्दले रमाउनुहोस् आफ्नो मनमा रहेका पीडाहरू एकदमै मजाले पोख्नुहोस् व्यक्त गर्नुहोस् मजाले आफ्नो आनन्दित मनसँग जोडेर एकदम तपाईहरू एकदम राम्रो आफ्नो आत्मासँग आफूलाई हेरेर एकदम खुसी बनाउनुहोस् मनलाई एकदमै खुसी बनाउनुहोस् ध्यान गर्नुहोस् हामीले चाहिँ यहाँ भैरव आश्रममा चाहिँ बिहानको 6:30 देखि 7:30 बजीसम्म डाइनामिक ध्यान गराउँछौँ र दिउँसोमा चाहिँ 4:30 बजेदेखि 5:30 बजीसम्म हामीले कुण्डलिनी ध्यान गराउँछौँ एकदम राम्रो छ यो ध्यान गरेदेखिबाट मलाई पनि एकदम राम्रो भएको छ र तपाईहरु पनि जोडिन चाहनुहुन्छ हाम्रो यसमा ध्यानमा जोडिन चाहनुहुन्छ भनेपछि म हजुरलाई आफ्नो मेरो यहाँ कन्ट्याक्ट नम्बर दिन्छु है कन्ट्याक्ट नम्बर तपाईले सम्झिन सक्नुहुन्छ मेरो यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9847 301884 मा हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र आएर आफूलाई पनि आनन्दित गराउन चाहनुहुन्छ भने आउनुहोस् हाम्रो भैरव आश्रममा हजुरलाई स्वागत छ हजुरलाई एकदमै हार्टली स्वागत छ हस् धन्यवाद